आज संसार 2017 सालमा अवस्थित छ, जबकि हामी नेपालीहरू 2073 सालमा छौं। सम्बन्धको हिसाबले हामी संसारभन्दा झन्डै 56-57 वर्ष अगाडि छौं, तर विकासको दृष्टिकोणले हेर्नु भने हामी सदैव पछि परेका छौं। 241 वर्ष अघि जति बेला अमेरिका भन्ने देश स्वतन्त्र भइसकेको थिएन, त्यति बेला हामीले पाटनको कृष्ण मन्दिर र बसन्तपुरको हनुमान ढोका बनाइसकेका थियौं। तर आज त्यसको झ्याल ढोकाको छुटु फेर्न समेत हामीले विदेशी सहयोगको मुख ताक्नुपर्ने अवस्था छ। सम्भावनाको दृष्टिकोणले हामी कुनै देशभन्दा पनि कम छैनौं। हामी संसारको उत्कृष्ट पर्यटक गन्तव्य मध्येमा पर्छौं। संसारका 10 अग्ला हिमाल मध्ये 7 वटा नेपालमै पर्दछ। जाति, भाषा, वेशभूषा, धर्म र संस्कारमा हामीले संसारलाई पस्कन सक्ने कुरा धेरै छन्। जलस्रोत र भौगोलिक विविधतामा हामी निकै नै धनी छौं। संसारलाई बौद्ध धर्म हाम्रो समाजको देन हो। यतिका धेरै सम्भावनाहरू हुँदाहुँदै पनि किन हामी नेपालीहरू गरिबी र अभावको तल्लोरमा पिल्सिएर बाँच्न बाध्य छौं? मात्र 40 वर्ष अघिसम्म चीन, भारत, सिङ्गापुर, मलेसिया, कोरिया र ताइवान जस्ता देशहरू चरम गरिबीको अवस्थामा थिए। तर आज उनीहरू छोटो समयमा नै समृद्धिको बाटोतर्फ अग्रसर हुँदैछन्। दोस्रो विश्वयुद्धताका जापान र युरोप तहस नहस भएका थिए, तर कसरी उनीहरू आज संसारको सबैभन्दा समृद्ध मुलुक हुन पुगे? उनीहरू यस कारण सफल भए किनकि उनीहरूले आर्थिक उन्नतिका लागि चाहिने आधारहरू तयार गर्न सफल भए। उनीहरूले राजनीतिक स्थायित्व र जनताप्रतिको जवाबदेही सरकार स्थापित गरे। कानूनी शासनलाई बढावा दिए, जसले सुशासनलाई सुनिश्चित गरी भ्रष्टाचार र दण्डहीनतालाई न्यूनीकरण गर्यो। झन्झटिलो प्रशासनलाई सहज बनाए र सम्पत्तिमाथिको अधिकार सुनिश्चित गरे। व्यापार र मापन हेर्ने दृष्टिकोणप्रति सकारात्मकता अपनाए। व्यापार र उद्यमशीलता विकासको निम्ति भौतिक संरचना निर्माणमा ध्यान दिई लगानीको वातावरण तयार गरे। खुला बजार नीति अवलम्बन गरी उत्पादन र व्यापारलाई बढावा दिए, जसले धेरैभन्दा धेरै रोजगारी सृजना गरी आर्थिक प्रगतिको बाटो पहल्याउन सफल भयो। तर नेपालमा यी सब कुराको स्थिति निकै दयनीय छ। नेपाल गरिब छ किनकि हामीले राजनीतिक स्थायित्व कायम गर्न सकेनौं। विगत 27 वर्षमा हामीले 25 पटक सरकार फेरिसक्यौं। विधिको शासनभन्दा व्यक्तिको शासन हावी छ। पहुँच हुने र संगठित रूपमा जसले जे गर्दा पनि हुन्छ। जो कोहीले जुनसुकै बहानामा जति बेला पनि बन्द हडतालको आयोजना गरी नागरिकहरूको जीवधन र स्वतन्त्रता मात्रै प्रहार गर्न सक्छ। हामीले नागरिकहरूको सम्पत्तिमाथिको अधिकारको रक्षा गर्नेतर्फ ध्यान पुर्याउन सकेनौं। कतिखेर कसले कसो घर जग्गामा झण्डा गाड्छ वा राज्यले कतिखेर बाटो बढाउन निम्ति डोजर लिएर घर फोड्न आइपुग्छ, थाहा छैन। हामीले भौतिक संरचनाको विकास गर्न सकेनौं। अमेरिका र चीनमा बनेको एप्पल फोन भोलिपल्टै नेपाल भित्रिन सक्छ, तर अझै पनि हामीले जुम्ला र मुस्ताङको स्याउ नेपाली बजारमा ल्याउन सकेका छैनौं। हामी यस कारणले गरिब छौं किनकि हामीले लगानीको उचित वातावरण तयार गर्न सकेनौं। हालसम्मको डुइङ बिजनेस रिपोर्ट अनुसार नेपाल लगानी र व्यापारका लागि उचित गन्तव्य होइन। झन्झटिलो प्रशासनिक तन्त्रको जालोले गरी खाने हरेक नागरिकलाई कदम कदममा निरुत्साहित गर्दछ। भ्रष्टाचारको कुरा गर्ने हो भने नेपाल 176 देश मध्ये 131औं स्थानमा पर्छ। उद्यम र व्यापारलाई हेर्दै हाम्रो दृष्टिकोण त्यति सकारात्मक छैन। नाफा अनैतिक भन्ने मान्यता राख्ने हाम्रो समाजमा अझै पनि धेरै नै छन्। जबसम्म यावत समस्याहरू हामीमा रहिरहन्छन्, हामीले समृद्धिको परिकल्पना गर्नु दिवा सपना मात्र हुनेछ। समृद्धि र गरिबी दुवै हासिल गर्न सकिने कुरा हुन् र दुवै कुरा प्राप्त गर्ने आफ्नै किसिमका विज्ञान हुन्छन्। यदि हामी नेपालीहरू हाल गरिबीको अवस्थाबाट समृद्धितर्फ अग्रसर हुन चाहन्छौँ भने विकसित देशहरूले अपनाएका आर्थिक उन्नतिका आधारहरू तयार गरी माथि उल्लेखित समस्याहरूलाई निराकरण नगरी धर्छ।